हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। र आज चाहिँ हामीहरू नुहाइधुवाइ कार्यक्रम र अनि तयारी थाप्न गइन्छ। आज तयारी थापेर भोलि बिहान निकालिन्छ फेरि। र आज चाहिँ हामी साथीभाइहरू सबै भएर तयारी थाप्न हिँडेका छौँ। साथमा छन् कुलदाई, अनि साथमा छ नि काले दाई, काले भाइ, अनि एउटा रोशन। यता हेर्नु है, हेलो एक नम्बर दादा हिँडेको छौँ हामी आज। हात नहाल्ने नि हात पटेर पुटिङ चलाउने चाहिँ हामी मान्छे तयारी नुहाइधुवाइ गरिन्छ, तयारी पनि थापिन्छ र बेलुकी कुखुरा हन्टिङ पनि गइन्छ है। कुखुरा हन्टिङको लागि तपाईँलाई अर्को नेक्स्ट भिडियोमा हेर्नु होला। र अहिलेको चाहिँ हामी तयारी थापिन्छ आज, र अनि भोलि बिहान अरू भिडियोमा जस्तै गरेर निकाल्न गइन्छ। र च्यानलमा भइराख्नुहोस् र च्यानललाई लाइक, कमेन्ट, सब्सक्राइब र बेल आइकन क्लिक गर्नु होला। ल गाइज, हामी चाहिँ अब खोलामा आइसक्यौँ है, नजिक आइसकेका छौँ खोलामा। र अब हामीले अब थापिन्छ तयारी। पहिला नुहाइन्छ, नुहाएर चाहिँ अनि त्यसपछि हामी तयारी थापिन्छ, अनि तयारी थापेर चाहिँ भोलि निकालिन्छ। हेर्दै गर्नु होला। ल गाइज, हामी चाहिँ खोलामा आइसकेका छौँ। अब नुहाउने कार्यक्रम हुँदैछ। नुहाएर चाहिँ अनि हामी ठ्याक्क माछा मार्न जान्छौँ। हामी उतातिरबाट माछा मार्दै आउँछौँ। माछा मार्दै भन्दा पनि तयारी थाप्दै आउँछौँ। तयारी थापेर चाहिँ टक्क भोलि हेरिन्छ। आज चाहिँ हामी तेह्र उस गर्दै आउँछौँ है गाइस। नुहाइधुवाइ कार्यक्रम चल्छ। ल गाइज, हामीले चाहिँ नुहाइसकेका छौँ अहिले। र अब चाहिँ हामी तयारी थाप्न गइन्छ। नुहाएर भ्याइसक्यौँ हामीले। र काले भाइले चाहिँ नुहाउँदैछ अझै। र अब हामी नुहाएर चाहिँ भ्याइयो। अब चाहिँ तयारी थाप्न गइन्छ। तयारी हामीले आज यहाँबाट सर्लक्क वहाँ मौसम घाटसम्म थापिन्छ है। तपाईँहरू हेर्नु होला। ल हामी चाहिँ अब थाप्ने तयारी हुँदैछ। अब प्रेम सरले थाप्दै हुनुहुन्छ। ल अब थाप्ने तयारी भइरहेछ। ल गाइज, हामीले चाहिँ अब सबै तयारीहरू थापेर भ्याइसकेका छौँ। टोटल गरेर 15वटा थापिसकेका छौँ हामीले। परबाट थाप्दै यहाँ लास्ट जलाउने ठाउँमा आइसकेका छौँ। शमशान घाटमा यहाँसम्म पुऱ्याइयो। र 15वटा छ। अब भोलि कति के पर्छ तपाईँलाई देखाउनेछौँ। भोलिको बिहानको भिडियो बिहान देखाउनेछौँ। र अब रात पनि पर्न लागिसक्यो गाइज। र अब हामी चाहिँ घरतिर जान्छौँ। र अनि भोलि बिहान आउँछौँ। भोलि बिहानको के कति पर्छ तपाईँहरूलाई देखाइदिउँला। भोलि बिहान चाहिँ भोलि हेर्नु होला हाम्रो तयारीमा कति पर्छ।
हेलो गाइज गुड मर्निङ सबैजनालाई है र हामी चाहिँ अब खोलामा आइसकेका छौँ र हिजो थापेको तयारी चाहिँ हामी आज निकाल्न आएका छौँ बिहान बिहान खोलामा। जाडो लास्टै गरेको छ, अझै पनि उज्यालो हुँदैछ, अँध्यारो नै छ है। र हामी चाहिँ अघि नै 5 बजे आएर चाहिँ आगो तापेर बसेका छौँ। आगो ताप्दै बस्दै हो र अब चाहिँ तयारी निकाल्न गइन्छ। आज के कति पर्छ है, हिजो थापेको तयारीमा 15वटा तयारी थापेका छौँ हामीले। 15वटा तयारीमा चाहिँ के कति पर्छ तपाईँहरूलाई देखाउँछ र तपाईँहरू हेरिदिनु होला र च्यानललाई लाइक कमेन्ट सब्सक्राइब र बेल आइकन क्लिक गरिदिनु होला। हेलो गाइज, फर्स्ट तयारी झिक्दैछौँ। माछा कतिको लाउँछ प्रयास जारी गर्दैछौँ हामीले। यहाँ टङ्गालो बोगाउला जस्तो गाइज भएको छ, हेर्नु होला, हेर्न सक्नुहुन्छ। लगाइज टङ्गालो माका छन्, हेर्न सक्नुहुनेछ हजुरहरूले। ल्याउ ल्याउ बनाउने हो, बनाउने हो। लगायत हाम्रो दोस्रो तयारी झिक्न सफल हुनुभएको छ। लगायत हाम्रो थर्ड एन्ड तयारी झिक्न गइराख्नु भएको छ। हेर्न सक्नुहुनेछ। टङ्गालो हाल। हेर्न सक्नुहुनेछ हाम्रो 4वटा तयारी। हेर्न सक्नुहुनेछ यहाँ हाम्रो लामो पुल, हेर्नु होला, यो पनि हाम्रो लामो पुल छ। यहाँ हाम्रो कुलदाई उभिनु भएको छ। गाइज हाम्रो चाहिँ यो अर्को 5वटा तयारी हो, 4वटा खाली गयो माथितिरको, अब यो 5वटा हो। के अल्झेर आइछ खोलामा नि कति के फाल्छन् यार, अल्झिन्छ। खतरा ठुलो लाग्छ काले यार, निकाल क्या के हो, कति सुस्त निकालेको छ र। भिडियो बनाउला भनेर आउने छिटाले मारेर
हो यो कुन माछा र ओ वा यो त चिप्ले हो चिप्ले होइन अर्कै हो मलाई यस्तै शङ्का लाग्थ्यो कि यो माछा अँ, मैले नि यस्तै पारेको कि त्यो कुन माछा अरे यो खतरा माछा हो कि यो डेन्जर ल माछा ल रोशनले यहीँ थाहा पाऊँ भन् त देखाउ मैले लगाइ चाहिँ एउटा परेछ है हामीलाई जानु खोजेँ होइन माछा परेको छ है त्यो ठुलो माछा नयाँ नौलो माछा गाली गर्नुहुँदैन गाइज अब फेरि अर्को झिक्दैछौँ हामीले रसी जालै काट्ले त्यसको फेरि खाली ढुङ्गा त्यहीँ फाल These my dollars make it hurt. गाइज हामीलाई चाहिँ अहिले अब 15वटा तयारीमा चाहिँ अहिले 2टा मात्र परेको छ माछा र वहाँ परदेखि यतासम्म थापेको पनि थियौँ हामीले आज 2टा मात्र पऱ्यो माछा आज पानीमा अहिले धेरै माछा लागेकै छैन कि चिसो भएर अनि आज 2टा मात्र परेको छ र अब हामी अब घर गइन्छ आज पनि 2टै मात्र पऱ्यो अस्ति नि 2टा अस्ति नै पऱ्यो त्यो भएर 1 केजीको र आज चाहिँ फेरि बेलुकी आएर थापिन्छ हामीले बेलुकी आएर थापिन्छ अनि बेलुकी तपाईँहरूलाई देखाइन्छ भोलि देखाइन्छ अब बेलुकी कसरी अर्कै तरिकाले थापिन्छ होला आज त बिचमा गएर र यो भिडियो अब मैले यहीँसम्म एन्ड गर्न चाहन्छु र यस्तै भिडियोहरू एक्साइटिङ भिडियोहरू हेर्नको लागि तपाईँहरूले चाहिँ च्यानललाई लाइक कमेन्ट सब्सक्राइब र बेल आइकन क्लिक गरिदिनु होला र यो भिडियो म यहीँ एन्ड गर्दछु।